खेत खन्न आइपुगेको छ आज हेर आमामा बुकु खेत खन्न आएको हो छोरो हो खेत खन्न आएको रे यो मान्छे काँक्रा टिप्न जाने कि छोरो काँक्रा टिप्न जाउँ के हेर्नु भक्तपुरमा गोरु लाउन हुँदैन मान्छे नै लाइदो रहेछ होइन मिसिन छ मिसिन भए पनि तर खने जस्तो नहुने के खनेर सकिएको छैन खेत दम्मादम खेत खनाइ छ यहाँ परसम्म यहाँ माथि सबै काँक्रा छ हाम्रो 3 जना दाजुभाइ खेत खन्दै हेर हामी चाहिँ हेर्ने हामीलाई यस्तो कोदालोले खन्नै आउँदैन कोदाली हाम्रो चाहिँ यस्तोले उता आली मात्रै लाउँछ के यस्तोले खन्नु त खुट्टैमा आउला जस्तो लाग्छ अनि खुट्टैमा आउँदो रहेछ कि काँक्रा टिप छोरा लु काँक्रा टिप त खोइ हाम्रो काँक्रा नटिप्ने काँक्रा अघि टिपेर मम्मीले हाम्रो धानको बिउ यत्रो हुँदैछ काँक्रा हाम्रो बिरुवा काँक्रा यत्रो भएछ हाम्रो काँक्रा ओ आमा छोरा कहाँ पुग्यो हाम्रो काँक्रा काँक्राको थाँक्रा सबै बाँस लडेर नयाँ गाड्न तयार हुँदै देउरालीमा बतास चल्यो बतास आमा छोरा चाहिँ यहाँ शीतलमा बस्दैछन् काँक्रा मम्मीले अघि टिपिहाल्नु भएछ है काँक्रा टिपौँ भनेको त ल हाम्रो काँक्राको झाडी यस्तो कस्तो पङलङ पुङ भएछ तल पनि एउटा होला है वा तलले चाहिन्छ एउटा यो पोरको थाङ्ग्रो भएर उति भाइ हैन भने बाङ्गो भइहाल्छ खाना लिएर हिँडे मद्दै दिनु पर्यो भने माग्यो भने त दिन्छ मलाई त्यसलाई पनि अब घाँडा छैन अब के गरेर खान्छ केही छैन त्यसको बेला पर्दैन नि लडेको काँक्रा नि उठाइयो काँक्राको बोट पनि नयाँ यसमा जहाँ चाहिँ फलेको त्यहीँ चाहिँ लड्यो क्या धेरै फेरि यस्तो मक्की गरौँ भएर होला फेरि यो बाँसै मक्केको रहेछ नि त खनिसक्यो आजलाई खनिसक्यो खेत पनि